एमाले माओवादीलाई दुखी र गरिबको चिन्ता हुन कहिले थालेछ के? दुखी र गरिबलाई रोजगारी सिर्जना गर्ने, उद्योग कारखाना बेचेर खाने काङ्ग्रेस एमाले माओवादी तिम्रो यहाँ जिउँदै छैनौ। दुखी र गरिबको माया हुन्थ्यो भने रातो पासपोर्ट दिएर रातो बाकसमा फर्किन बाध्य बनाइदिनुहोस् के, तिनलाई रोजगारी सिर्जना गरेर नेपालमै राख्ने ट्राई मात्रै गरिदिने थिएस् के। अनि दुखी र गरिबको भजन कीर्तन गाउँदै 35 वर्षसम्म शासन सत्ता चलाउनेले सुकुम्बासीलाई भोटर ब्याङ्कको रूपमा प्रयोग गर्दिनस् के। मिटर ब्याजी पीडितहरूलाई र सहकारी पीडितहरूलाई पनि न्याय दिने काम गर्ने थिएस् के। आलु र पियाजमा कर र ट्याक्स लगाउने काङ्ग्रेस एमाले माओवादीको कुत्ताले दुखी र गरिबको भाषण चढ्दैछस्। तिमीहरू नै हैनस् बालनलाई मेयर हुँदा भूमिगत पार्किङको व्यवस्था गर्छु भन्दा सर्वोच्च अदालतमा मुद्दा हाल्ने, सरकारी जग्गा अतिक्रमण गरेर पार्किङको व्यवस्था र सहरीकरण गर्छु भन्दा चाहिँ सडक अवरोध गरेर चाहिँ पुतला दहन गर्ने तै हैनस्। अहिले सम्पूर्ण दोषहरू बालनको सरकारलाई दिएर चाहिँ आफूले 35 वर्षको कर्तुत छोप्न सक्छस्। आफूले चाहेको अनुसार घर बनाउनलाई 6 महिनादेखि 1 वर्ष लाग्छ भने देश निर्माण र देश सञ्चालन गर्न अवश्य पनि टाइम लाग्छ के।